2.5 महिनाको सुत्केरी हुनुहुन्छ उहाँ बहिनी। बच्चा काखैमा छ। बच्चाको जन्म थापाथली प्रसुति गृहमा भयो। सबै प्रमाण छ। बच्चा जन्मेको 22 दिनमा श्रीमानको मृत्यु भयो। अहिले उहाँको परिवारले उहाँलाई स्वीकार गर्न सकेको छैन। प्रमाण छ सबै चिज। बच्चा जन्मिएको प्रमाण छ सबै चिज। श्रीमानले जुन 22 दिनसम्म आफ्नो बच्चालाई पनि स्याहार सुसार गरे त्यो पनि प्रमाण छ। प्रमाण छ श्रीमानसँग यही ठाउँमा बसेको यो सबै स्थानीयहरूको प्रमाण छ। तर तँलाई म अधिकार दिन सक्दैन, तँलाई म राख्न सक्दैन, यो बच्चाको जन्म दर्ता मैले बनाउन सक्दैन भनेर घरकाले निकाले, धक्का दिएर निकाले। अहिले उहाँ बस पार्कमा हुनुहुन्छ, काठमाडौँको बस पार्कमा हुनुहुन्छ। दर्शकवृन्द हेर्नुहोस्, देशमा कस्ता किसिमका जनप्रतिनिधिले शासन गरिरहेका छन्, कस्ता किसिमका नेताहरू बसिरहेका छन्। यत्रो परिवर्तन आयो तर अहिलेसम्म पनि नेताहरूको चेत खुलेको छैन। वडा नम्बर 12 मैले फेरि पनि भनिरहेको छु, नवलपरासी बर्दघाट नगरपालिका हो, बर्दघाट नगरपालिका हो। वडा नम्बर 12 का जनप्रतिनिधि मलाई नाम थाहा छैन को हुन् के हुन्, तर त्यहाँका स्थानीयहरूले खबरदारी गर्नुहोस्, आजै नगरपालिका घेर्नुहोस् यो बच्चाको लागि।